कुनै पनि महिलाले पुरुषको कुन कुन अङ्ग हेरेर उसलाई मन पराउँछन् वा उसँग माया गाँच्न चाहन्छन् वा उसको जीवनसाथी बन्न खोज्छन् भन्दा पुरुषका यी 7 ठाउँका यी 7 चिजहरू हेरेर महिलाले डिसाइड गर्छन् कि यो पुरुष उनको लागि योग्य छ कि छैन भन्ने कुरा। त्यो कुन कुन अङ्ग हुन् जुन अङ्ग हेरेर महिला तपाईँप्रति आकर्षित हुन्छन् भन्दा महिलाले सबैभन्दा पहिला प्राय पुरुषको ओठहरूमा ध्यान दिन्छन्। ओठ हेर्नको लागि मात्र होइन, यसले त पुरुषको हरेक कुराको अन्दाज गर्न मद्दत गर्छ। पातला ओठ, मोटा ओठ, क्वालिटी ओठ, यो सबबाट उसको बानी व्यवहार स्वभावको अनुमान लगाउन सकिन्छ। पुरुष सफा सुग्घर, भद्र भलाद्मी, शालीन वा छुच्चो वा कुनै पनि प्रकारको दुर्व्यसनमा छ कि छैन भन्ने थाहा पाउनको लागि पुरुषका ओठ हेरेर धेरै कुराको अनुमान लगाउन सकिन्छ। त्यसैले महिलाले सबैभन्दा पहिला तपाईँको ओठमा ध्यान दिन्छन्। तपाईँको जुन कुनै प्रकारको ओठ भए तापनि हल्का मुस्कान र स्वस्थ ओठहरूले महिलालाई आकर्षण गर्न सहज वातावरण तयार गर्छ। ओठबाटै पुरुषको व्यक्तित्व नरम छ कि कडा छ भन्ने झल्किन्छ। यस्ता साना साना सङ्केतहरूले महिलाको मनमा गहिरो छाप छोड्छ। याद राख्नुहोस्, महिलालाई त्यही पुरुष आकर्षक लाग्छ जुन पुरुषमा उसले आफ्नोपन महसुस गर्छिन्। त्यसैले दोस्रो नम्बरमा महिलाले हेर्ने पुरुषको अङ्ग पाखुराको मसल। महिलाहरू पुरुषका पाखुरामा पनि ध्यान दिन्छन् किनकि यसले उसको तागत र शरीरको फिटनेस लेभलको सङ्केत दिन्छ। बलिया पाखुराले महिलाहरूलाई आफू यो पुरुषसँग सुरक्षित भएको महसुस गराउँछ। यदि पुरुष मेहनती, इमान्दार र सक्रिय छ भने त्यो उसको पाखुराबाट स्पष्ट देखिन्छ। पाखुराको मसल्सले उसलाई अझ आकर्षक बनाउँछ त्यो पुरुषलाई। ध्यान दिनुहोस्, महिलाले उसलाई केवल देखावटी रूपमा होइन, भरोसा, दृष्टिले पनि हेरेकी हुन्छन्। त्यसैले महिलाको लागि पाखुराको मसल उनीहरूका लागि निकै महत्त्वपूर्ण हुन्छ। यसैगरी तेस्रो नम्बरमा महिलाले हेर्ने पुरुषको अङ्ग भनेको आँखा। पुरुषका आँखा आत्मविश्वासी, दृढता वा अपनत्व झल्किन्छ कि झल्किँदैन र महिलाले यी कुराहरू तुरुन्तै महसुस गर्छन्। यदि तपाईँका आँखा यताउति दौडिन्छन् वा आँखा झुकाएर बस्नुहुन्छ वा आँखा एकटक लगाएर तपाईँ हेर्नुहुन्छ, डराएका आँखा छन् वा आँखा तलतिर झुकेका छन्, त्यसै आँखामा कुनै सच्चाइ छैन भने महिलाले तुरुन्तै पहिचान गर्छिन् तपाईँ झुट काम गरिरहनु भएको छ। आँखाको सम्पर्क नै त्यो पहिलो सम्बन्ध हो जसले भविष्यको सम्बन्धलाई बलियो बनाउँछ। जब कुनै पुरुषले आफ्ना आँखाबाट इमान्दारी देखाउँछ भने महिलाले उसलाई भरोसायोग्य ठान्न थाल्छन्। यही कारणबाट तपाईँका आँखाहरू सबैभन्दा ठुलो आकर्षणको केन्द्र मानिन्छन्। त्यसैले चौथो नम्बरमा महिलाहरूले हेर्ने भनेको अर्को अङ्ग पुरुषको हात हो। पुरुषका हातहरू महिलाको नजरबाट कहिल्यै बच्न सक्दैन। बलियो र कडा हातहरू महिलाका लागि तागत र जिम्मेदारीको प्रतीक हुन्। सफा, नम्र, तिहारिएका हातहरूले के देखाउँछ भने यो पुरुषले आफूलाई कति ख्याल राख्छ। महिलाहरू प्राय हेर्छन् पुरुषले आफ्नो हात कसरी प्रयोग गर्छ, काममा प्रयोग गर्छ वा हेरचाहमा प्रयोग गर्छ वा माया देखाउनमा यसले प्रयोग गर्छ वा हातको प्रयोग गरेको उनीहरूले हेर्छन्। हातको पकडले धेरै कुरा बोल्छ। जस्तै तपाईँले कसैलाई धाप मार्दै हुनुहुन्छ भने यही धापको जुन मार्ने एउटा प्रक्रियाबाट वा माध्यमबाट पनि धेरै कुरा बुझ्न सकिन्छ। यही कारण हातहरूले सम्बन्धमा विश्वास र सुरक्षाको अनुभूति दिलाउँछ। त्यसैगरी पाँचौं नम्बरमा छ महिलाले हेर्ने पुरुषहरूको अर्को अङ्ग भनेको छाती। महिलाका लागि आत्मविश्वास र साहसको चिन्ह हो। यदि पुरुष सिधा उभिने र खुलेको छाती देखाउने हो भने यसले महिलालाई एकदम मजबुत र भरोसाको अनुभूति गराउँछ। यदि कुनै पुरुष ढल्किएको, झुकेको देखिन्छ भने वा ढुकुरुको जस्तो छाती देखाउँछ वा देखिन्छ भने महिलाले उसलाई कमजोर ठान्न सक्छन्। तर आत्मविश्वासका साथ फुलिएको छातीले महिलालाई तुरुन्तै फरक प्रभाव पार्छ। पुरुषको छाती सुरक्षा र जिम्मेवारीको प्रतीक मानिन्छ। त्यसैले महिलाहरू यसलाई ध्यानपूर्वक हेर्छन् किनकि यसले सिधै उनीहरूको भावनालाई छुन्छ। त्यसैगरी छैटौं नम्बरमा अर्को महिलाले हेर्ने पुरुषको अङ्ग भनेको काँध। तपाईँको काँधको चौडाइ र मजबुतीमा पनि महिलाहरूको नजर सिधै पर्छ। चौडा काँधले स्थिरता र तागतको सङ्केत दिन्छ। यो अङ्गले पुरुषको पुरै व्यक्तित्वलाई परिभाषित गर्छ। महिलाहरू पुरुषको काँधबाट यो आकलन गर्छन् कि
पुरुष कति जिम्मेवार र बलियो छ। यो अङ्ग आकर्षणको त्यत्तिकै ठुलो हिस्सा हो जति तपाईँको अनुहार महत्त्वपूर्ण छ। यही कारणले काँध महिलाको नजरमा पुरुषार्थको प्रतीक बन्छ र जहिले पनि उनीहरू काँधलाई पनि हेर्ने गर्छन्। यसैगरी 7औं नम्बरमा महिलाले हेर्ने पुरुषको अङ्ग भनेको पेट र पिठ्यौँ। धेरैलाई लाग्छ महिलाहरू केवल अगाडिबाट मात्रै हेर्छन्, तर यस्तो होइन। महिलाहरू पुरुषको पिठ्यौँलाई पनि ध्यानपूर्वक हेर्छन्। सिधा र तन्किएको पिठ्यौँ आत्मविश्वासको सङ्केत हो, जबकि झुकेको पिठ्यौँले कमजोरीको आभास दिलाउँछ वा दिन्छ। यही अङ्गले देखाउँछ कि पुरुषले आफ्नो शरीर र व्यक्तित्वको कति ख्याल कसरी राख्छ भन्ने। जब पुरुषको पिठ्यौँ बलियो र सिधा हुन्छ, महिलाले यसलाई निकै आकर्षक मान्छन् र यसले महिलालाई स्थिरता र भरोसाको अनुभूति दिलाउँछ। तपाईँले देख्नुभयो, महिलाको नजर केवल अनुहारमा मात्र सीमित हुँदैन। आँखा, ओठ, हात, पाखुरा, छाती, काँध, पिठ्यौँ यी सबै मिलेर पुरुषको व्यक्तित्वलाई प्रस्तुत गर्दछ। यदि तपाईँले यी कुरामा ध्यान दिनुभयो भने तपाईँको व्यक्तित्वमा अझ निखारपन आउँछ र हरेक सम्बन्धमा तपाईँले आफ्नो प्रभाव चाहिँ झन् बलियो बनाउन सक्नुहुन्छ। तपाईँलाई आजको टिप्स कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। तपाईँ यो टिप्स हेर्दै हुनुहुन्छ र सब्सक्राइब गर्नुभएको छ भने तपाईँलाई विशेष धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छैन भने तल रहेको सब्सक्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनुहोला, किनभने नयाँ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईँले हेर्न पाउनुहुनेछ। हवस् त, धन्यवाद।